कक्षामा नोट कसरी लिने? हातले लेखेर कि ल्यापटपमा टाइप गरेर? हेर्दा त यो एकदमै सामान्य प्रश्न जस्तो लाग्छ, होइन र? तर यसको जवाफले हामी कसरी सिक्छौं भन्ने बारे एउटा निकै गहिरो र साँच्चै भन्नुपर्दा एकदमै आश्चर्यजनक ढाँचा खोलिदिन्छ। ल, यसमा अलिक गहिरिएर हेरौँ है त। हाम्रो सुरुवात हुन्छ एउटा एकदमै परिचित चिजबाट, त्यो हो कलम। अचम्म लाग्छ नि, होइन? यस्तो हाइटेक दुनियाँमा पनि यो साधारण कलमको महत्व किन होला? आउनुहोस् यही कुरा बुझौँ। हो, आजको हाम्रो विश्लेषणको चुरोकुरो नै यही हो। एकातिर छ हातले लेख्ने तरिका, जसले गर्दा हामीले पढेको सुनेको कुरा गहिरोसँग बुझ्न सक्छौं, अनि अर्कोतिर छ डिजिटल नोट्स, जसले हामीलाई एकदमै छिटो र धेरै जानकारी टिप्न मद्दत गर्छ। आखिर कुन चाहिँ ठिक त? ल, अब हाम्रो विश्लेषणको पहिलो खण्डमा जाउँ। यहाँ हामी हेर्नेछौं जब हामी नोट लिन्छौं हाम्रो दिमागभित्र आखिर चल्छ चाहिँ के? यो लेख्ने सामान्य कामले हाम्रो बुझाइलाई कसरी बनाउँछ वा बिगार्छ? अब हातले लेख्ने कुरा गर्दा सबैभन्दा पहिले दिमागमा के आउँछ? पक्कै पनि यो ढिलो हुन्छ, होइन त? र धेरै मानिसहरू यही ढिलोपनलाई नै यसको सबैभन्दा ठूलो कमजोरी मान्छन्। तर यहाँनिर एउटा एकदमै रोचक कुरा छ। अनुसन्धानले देखाउँछ कि जुन कुरालाई हामी बेफाइदा भनिरहेका थियौं नि, त्यो ढिलोपन वास्तवमा त्यही नै हस्तलेखनको सबैभन्दा ठूलो फाइदा हो। कसरी? ल हेर्नुहोस् है, हातले लेख्दा ढिलो हुने भएकोले हामीले सुनेको हरेक शब्द जस्ताको तस्तै टिप्न भ्याउँदैनौं। अनि त्यसले के हुन्छ? त्यसले हामीलाई सुनेको कुरालाई दिमागमै प्रशोधन गर्न, मतलब प्रोसेस गर्न बाध्य बनाउँछ। हामी मुख्य कुरा के हो भनेर छान्छौं अनि त्यसलाई आफ्नै शब्दमा सारांश बनाउँछौं। हो, यही प्रक्रियाले गर्दा नै त्यो जानकारी हाम्रो दिमागमा गहिरोसँग बस्छ र लामो समयसम्म याद रहन्छ। अब यसको मतलब यो होइन कि डिजिटल नोट्सको फाइदै छैन। बिल्कुल छ। खास गरी जब कुनै लेक्चरमा एकदमै धेरै जानकारी छिटो दिइन्छ, त्यति बेला त टाइप गर्नुको विकल्पै हुन्न। अनि अर्को कुरा, टाइप गरेको नोटलाई मिलाएर राख्न, पछि चाहिएको बेला खोज्न अनि साथीभाइहरूसँग शेयर गर्न त कति सजिलो हुन्छ, होइन र? त्यसो भए अब प्रश्न यो राम्रो कि त्यो राम्रो भन्ने रहेन। अनुसन्धानले के देखाउँछ भने सबैभन्दा राम्रो तरिका त दुवैलाई मिलाएर प्रयोग गर्नु हो। मतलब सुरुमा कुनै कुरा बुझ्नको लागि हातले लेख्ने अनि पछि त्यसलाई राम्ररी मिलाएर राख्न र रिभाइज गर्न डिजिटल तरिका अपनाउने। ल, अहिलेसम्म हामीले एकजना विद्यार्थीको कुरा गर्यौं, तर एकछिन सोच्नुहोस् त, के हुन्छ होला जब विद्यार्थी एक व्यक्ति मात्र नभएर सिङ्गो स्कुल नै हुन्छ? के एकजना मान्छेले सिक्ने तरिका र एउटा पूरै स्कुलले आफूलाई सुधार गर्ने तरिकामा केही समानता हुन सक्ला? अब हामी एउटा अलि ठूलो विषयमा प्रवेश गर्दैछौं। त्यो हो स्कुलहरूले आफूलाई कसरी सुधार्छन्, एउटा सिङ्गो संस्थाले कसरी सिक्छ। आउनुहोस् यो प्रक्रियालाई नजिकबाट हेरौं। यो जुन प्रक्रिया छ नि, यसलाई भनिन्छ स्कुल सुधार। अब यो भनेको कुनै एकचोटि गरेर सकिने काम होइन, यो त एउटा निरन्तर चल्ने प्रयास हो, जसको एउटै लक्ष्य हुन्छ स्कुललाई विद्यार्थी र शिक्षक दुवैका लागि अझ राम्रो ठाउँ बनाउने। अनि यो स्कुल सुधारको सबैभन्दा महत्त्वपूर्ण औजार के हो त? त्यो हो आत्ममूल्याङ्कन। सजिलो भाषामा भन्नुपर्दा यो एउटा यस्तो प्रक्रिया हो जहाँ स्कुल आफैले, मतलब त्यहाँका शिक्षक र कर्मचारीहरूले आफ्नो कामको समीक्षा गर्छन्, कहाँ कमजोरी भयो भनेर पत्ता लगाउँछन् र अनि कसरी सुधार गर्ने भनेर योजना बनाउँछन्। ल, अब हामी त्यो बिन्दुमा आइपुग्यौं जहाँ अघि हामीले कुरा गरेका दुईवटा फरक देखिने विषयहरू, मतलब एकजना विद्यार्थीले नोट लिने कुरा र एउटा स्कुलले आफूलाई सुधार्ने कुरा एक आपसमा जोडिन पुग्छन्। र यो विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण निचोड नै यही हो, चाहे त्यो सानो स्तरमा होस् वा ठूलो स्तरमा। सिक्ने क्रममा आउने जुन आधारभूत तनाव छ नि, त्यो उस्तै हुँदो रहेछ। भन्नुको मतलब एउटा विद्यार्थीले नोट लिँदा जुन द्वन्द्वको सामना गर्छ, ठ्याक्कै त्यस्तै द्वन्द्व एउटा स्कुलले आफूलाई सुधार गर्ने बेलामा पनि सामना गर्दो रहेछ। यो तालिकामा हेर्नुस् त, कति स्पष्टसँग देखिन्छ। एकातिर छ व्यक्तिगत सिकाइ, अर्कोतिर छ संस्थागत सिकाइ। दुवैको लक्ष्य के हो? सुधार। दुवैको राम्रो विधि के हो? सक्रिय भएर सोच्ने, प्रशोधन गर्ने। अनि दुवैको चुनौती के हो? निष्क्रिय भएर केवल रेकर्ड मात्रै गर्ने। चाहे त्यो विद्यार्थीले जस्ताको तस्तै नोट सार्नुहोस् वा स्कुलले केवल निरीक्षणको लागि डाटा मात्रै जम्मा गर्नुहोस्, समस्याको जड एउटै रहेछ। यो द्वन्द्वलाई हामी दुई तरिकाले हेर्न सक्छौं। पहिलो हो सुधारको तर्क, मतलब भित्रैबाट सुधार गर्ने सोच।
यो भनेको ठ्याक्कै हातले सोचेर बुझेर नोट बनाउनु जस्तै हो। अनि दोस्रो हो जवाफदेहिताको तर्क, मतलब बाहिरबाट कसैले आएर निरीक्षण गर्छ, नापजोख गर्छ भन्ने सोच। यो भनेको चाहिँ जस्ताको तस्तै बिना सोची टाइप गर्नु जस्तै हो। ल, यति सबै कुरा गरिसकेपछि यसको सार के हो त? हामीले के बुझ्यौं? पहिलो कुरा त सुधार भनेको कुनै जादुई उपकरण वा एप खोज्नु होइन रहेछ। चाहे त्यो नोट लिने सबैभन्दा राम्रो एप होस् वा स्कुललाई जाँच पडताल गर्ने सबैभन्दा कडा नीति। सफलता यी उपकरणहरूमा लुकेको हुँदैन। सफलता त लुकेको हुन्छ प्रक्रियामा। महत्त्वपूर्ण कुरा भनेको सक्रिय रूपमा चिन्तन गर्ने, सोच्ने एउटा प्रक्रिया बनाउनु हो। चाहे त्यो व्यक्तिगत स्तरमा होस् वा सिङ्गो संस्थाको स्तरमा, सुधारको इन्जिन भनेकै यही सक्रिय चिन्तन हो। त्यसैले अन्त्यमा कुरा के हो भने सुधारको इन्जिन एउटै छ। निष्क्रिय भएर जानकारी जम्मा गर्ने होइन, सक्रिय भएर त्यसलाई प्रशोधन गर्ने। एकजना व्यक्तिको लागि यो भनेको जस्ताको तस्तै सार्नु होइन, बरु नोटको सारांश बनाउनु हो। एउटा स्कुलको लागि यो भनेको बाहिरबाट हुने निरीक्षणको लागि मात्र काम गर्नु होइन, बरु भित्रैबाट आत्ममूल्याङ्कन गर्नु हो। यो भनेको निष्क्रिय रेकर्डिङ र सक्रिय प्रशोधन बीचको फरक हो। र यो कुनै अन्तिम बिन्दु होइन, यो त एउटा निरन्तरको यात्रा हो। अब एकछिन सोचौं त, यो सिद्धान्त नोट लिने वा स्कुल सुधार्नेमा मात्रै सीमित छैन। यदि साँच्चै नै सक्रिय चिन्तन नै विकास र सुधारको इन्जिन हो भने एउटा प्रश्न उठ्छ। हाम्रो आफ्नै जीवनमा, हाम्रो काममा, हाम्रो सम्बन्धहरूमा त्यस्ता कुन कुन पक्षहरू होलान् जसलाई हामीले बिना कुनै सोच विचार केवल रेकर्ड मात्र गरिरहेका छौं?